है आज चाहिँ डे सेकेन्ड सायद मैले दुइटै भिडियो जोडेर बनाउँछु होला आज सन्तोष द ड्राइभर है सन्तोषले आज नयाँ रेकर्ड हिजो नयाँ रेकर्ड बनाएको छ ड्राइभिङको राम्रो ड्राइभर लिएर आएको वान अफ द बेस्ट पछाडि सुरज अब हामी ब्रेक खान जाने त्यसपछि हाम्रो डेस्टिनेसन भनेको के भ्याली र जस्ट हामी अब एडले सिरी त्यसपछि बरोसा भ्याली त्यही हो ओके अलराइट थ्याङ्क यू ल अब खाना खाने बेला भयो ब्रेक टाइम के हाल्ने जस्तो भएको त्यो चाहिँ वाइनहरू वाइनको बोटल्स सायद यो अङ्गुरहरू होला अङ्गुर नै रहेछ वाइनको फ्लेभरको लागि डिफ्रेन्ट काइन्डहरू होला के रहेछ सुरज यो ल्याउ न यो के अरे फ्लेभरहरू आउँदो रहेछ कि सुँग्ने रहेछ स्मेलहरू रहेछ गर त चाहिँ है बाहिर आउँदो रहेछ यहाँ छुट्टै आउँदो रहेछ नाइस रहेछ दामी ओमनतिर भनौँ ओमन हिजो जर्मनी आज दुबई पुग्यो गाडी नै ओल्छ ठ्याक्कै त्यस्तै गाडी आएकै त है त्यस्तै रोड पनि यस्तै छ आगे हुन्छ नि जस्तो यो वेको हामी आइसक्यो वाइन टेस्ट गर्ने ठाउँमा साउजी फोन नदिनु गर्दै हामी चाहिँ यहाँ के अरे बर्मिन्टिनो चाख्दैछौँ जसको क्लासिक गइहाल्छ माथि उडिराखेको देखिरहेको हामी चेस गर्नुपर्छ क्या दोस्को त 1 मिनट लाग्छ जस्तो त भोलिसम्म जान्छ क्या उनीहरू लिएर आउनुहोस् त चेस काम छ्याङ जस्तो रहेछ ठ्याक्कै छ्याङ यस्तै हलाउनुपर्छ गर्नुपर्ने चाहिँ यस्तरी भर्खरै सिकेको मैले पनि है यसरी के अरे वाइनको चाहिँ अक्सिजनहरू जम्मा भएर बसिरहेको छ क्या हेर्नुहोस् अक्सिजन चाहिँ फाल्ने होइन यसरी गयो अनि चाहिँ नेपाली घ्याम्टे गरेर सुन्ने होइन त अनि हेर्ने अघि सन्तोष दोषले राम्रोसँग एक्सप्लेन गरेर जस्तो एकचोटि फेरि भनिदिनु पऱ्यो मेरो भिडियोमा रिमिड छ यार जस्ट अनि जस्तो एकचोटि एक्सप्लेनेसन गर्नु पऱ्यो के कारण किन हो ल एक्सप्लेन गरिदिनु होस् यार कस्तो हुन्छ भन्दा मलाई थाहा भएको जस्तो कस्तो हुन्छ यो वाइनहरू चाहिँ लाइक त्यो बोतलमा हुन्छ नि त अनि त्यो बोतलमा भइराख्दाखेरि चाहिँ जब हामीले बोतलबाट ओपन गरेपछि त्यो ग्लासमा पोर गर्दा चाहिँ अक्सिजनको कन्ट्याक्ट अक्सिजनसँग इन्ट्रोड्युस भयो चाहिँ त्यसको एरोमेटिक्सहरू चाहिँ रिलिज हुन्छ क्या अनि यसको फ्लेभर एरोमेटिक्सहरू चाहिँ रिलिज हुन्छ त्यही भएर चाहिँ हल्का यस्तो गरेर एकछिन अक्सिजनसँग इन्ट्रोड्युस गराउने अक्सिजनसँग कन्ट्याक्टमा लिएर आउने त्यसपछि अनि कस्तो छ थ्याङ्क यू फर द एक्सप्लेनेसन है भनिदिनु पऱ्यो के अरे यो कुन अनि जस्तो बियरसँग चाहिँ के खान्छ बियरसँग भैँसीको सुरुटी खाँदेको वाइनसँग चाहिँ के खाने र बियरसँग चिप्स रहेको छ वाइनसँग चाहिँ के खाने रे यस्तो हुन्छ अब सबै वाइनहरूको चाहिँ अब आफ्नो एउटा के भन्ने एउटा क्यारेक्टरिस्टिक्स एउटा फिचर जस्तो हुन्छ अब हरेक वाइनसँग हरेक खानाको लागि चाहिँ हरेक पेयरिङ हुन्छ क्या वाइनहरू पनि कुन खाने के खाने होइन अब कसैको फुल बडी वाइनहरू होला होइन अब के हुन्छ अब यो रोजे भयो स्पार्कलिङ भयो होइन वाइट वाइन रेड वाइन अब डेजर्ट वाइन हुन्छ त्यसको लागि स्विट वाइनहरू हुन्छ त्यसको लागि अब डेजर्टसँग पेयर हुने वाइनहरू अब त्यसरी नै हो अब त्यो चाहिँ तपाईँ थाहा हुनुपर्छ मलाई त्यस्तो डेप्थमा त थाहा छैन तर सोध्ने रेस्टुरेन्टमा गएर आफ्नो सोमेलिएर सोधेर हुन्छ क्या बार्टेन्डरलाई सोधेर अब त्यही अनुसार अर्डर गर्ने खाने तर जस वाइनहरू पनि फुडसँग त्यो पेयरिङहरू हुन्छ
म त सब भोलि होमवर्क गरेर आउने आज सब वाइन खाएर भोलि होमवर्क कम्प्लिट गरेर आउने जस्तो अब हस् न त केही हुँदैन तिमी पनि जाओस् न त सुरज एक्सपिरियन्स मलाई कहाँ त्यसमा त यस्तै हेर रसी खाम भनेर बोलायो म रसी खान आयो अब यहाँ वाइन स्वाइन यताउता संसार छ तर मलाई चाहिँ यो दुइटा चाहिँ कसरी राम्रो लाग्यो ओके अर्को हेरौँ न अब म हल्का त्यो जुस खाने मान्छे अलिकति कडा कडा भयो के लेखेछ त्यहाँ कहिले मुभीबाट सदा सट द किड एट अल टाइम्स भन्दा नि दुस गुडमा हो कति गरिस दोस बाहिर अति अति है नमस्ते हेर क्या मोडल क्यामेराम्यान फोटो shoot is still going on.